Hello everyone. So today we will be talking about heart failure. अनि योमा पनि म चाहिँ एक्जामको लागि भनेर लास्ट मिनटमा एक्जामको लागि के पढ्ने भनेर फोकस गरेर म यो बनाउँदैछु र यो चाहिँ मेरो वान अफ द मोस्ट फेभरेट टपिक हो होइन एकदम सजिलो पनि छ। अनि यो चाहिँ म आज यसको हार्ट फेलियर भनेको के हो, यसको कजेसहरू के हो, यो यसको प्याथोफिजियोलोजीहरू के हो, अनि यसको म्यानेजमेन्ट कसरी गर्छ र नर्सिङ म्यानेजमेन्ट कसरी गर्छ भनेर चाहिँ म भन्न गइरहेको छु र मेरो एन्सर्सहरू चाहिँ कम्प्लिटली बेस्ड अन द बिएससी नर्सिङ क्वेसन ब्याङ्कको अनुसार चाहिँ मैले क्वेसन ब्याङ्कमा के सोधेँ त्यही अनुसारको मैले कन्टेन्ट लिएको छु। सो लेट्स स्टार्ट। ओके, हार्ट फेलियर भनेको हार्ट फेलियर इज अल्सो नोन एज congestive heart failure. Heart failure is a clinical syndrome resulting from the structural or functional cardiac disorder that impairs the ability of ventricles to fill or eject blood. अब structural वा functional deficit भनेको चाहिँ इदर हार्टको स्ट्रक्चरमै डिफेक्ट हुनु पर्यो होइन, कि त यो भेन्ट्रिकल्सहरू बढी डाइलेटेड हुनु पर्यो होइन, जसले गर्दा यो कन्ट्र्याक्ट हुन सकेन। इदर कस्तो हुनु पर्यो भन्दाखेरि हाम्रो हार्टको फङ्सन्सहरूमा नै हार्टको पम्पिङ फङ्सन्समा नै के अरे डिफेक्ट हुनु पर्यो, जसले गर्दा हार्टले चाहिँ कि त ब्लड होइन फिल नै गर्न सक्दैन, फर्स्ट होइन लङ्सबाट ब्लड हार्टमा आउनै सक्दैन, कि त हार्टमा आएको ब्लड चाहिँ सिस्टमिक सर्कुलेसनमा जानै सक्दैन। सो यो डायग्राम चाहिँ म अलिकति बुझाउनको लागि मात्रै हो। यो चाहिँ लङ्स भयो होइन, यो लङ्सको क्यापिलरिज, यो एल्भियोलाई भयो होइन, ग्यास एक्सचेन्जहरू हुन्छ। अनि यहाँबाट चाहिँ यो चाहिँ सिस्टमिक सर्कुलेसन भयो होइन, सिस्टमिक सर्कुलेसनमा जान्छ लेफ्ट भेन्ट्रिकलबाट, लङ्समा जान्छ राइट भेन्ट्रिकलबाट, राइट। सो कि त हार्टको फङ्सनमा डिफेक्ट हुनु पर्यो होइन, कि त यसको स्ट्रक्चरमा डिफेक्ट हुनु पर्यो, जसले गर्दा चाहिँ विच इम्पेयर्स द एबिलिटी अफ भेन्ट्रिकल्स टु फिल द ब्लड भनेको कि भेन्ट्रिकल्समा ब्लड फिल हुँदैन, कि भेन्ट्रिकल्सबाट ब्लड इजेक्ट हुन सक्दैन। Heart failure indicates myocardial disease in which impaired contraction of heart, systolic dysfunction or filling of the heart, diastolic dysfunction may cause systemic or pulmonary congestion. भनेको चाहिँ हाम्रो हार्टमा चाहिँ मायोकार्डियल सेल्सहरू हुन्छ होइन, जब हाम्रो मायोकार्डियल डिजिजहरू लाग्छ तब चाहिँ मायोकार्डियल सेल्सहरू ड्यामेज हुन्छ, जसले गर्दा चाहिँ हार्टको कि त सिस्टोलिक फङ्सन कि त डायस्टोलिक फङ्सनमा इम्पेयरमेन्ट गर्छ। सिस्टोलिक फङ्सन भनेको हार्ट कन्ट्र्याक्ट हुन सक्दैन, यो कन्ट्र्याक्ट हुन नसकेपछि के हुन्छ, सिस्टमिक सर्कुलेसनमा जति ब्लड पुग्नुपर्ने हो त्यो पुग्दैन होइन, जसले गर्दा सिस्टमिक डिसफङ्सन हुन्छ। हार्टको कन्ट्र्याक्ट गर्न सकेन, सिस्टोल गर्न सकेन भनेपछि सिस्टमिक हुन्छ, अथवा हार्ट चाहिँ डायस्टोल गर्न सकेन भने हार्ट राम्ररी फिल भएन भने के हुन्छ, ब्लड ब्याकअप्स इन्टु द लङ्स, अनि लङ्सको एल्भियोलाईहरूमा ब्लडहरू जान थाल्छ है। हार्ट फेलियर इन्डिकेट्स मायोकार्डियल डिजिज इन विच, मायोकार्डियल डिजिज भनेको हार्टकै डिजिज होइन, इन विच इम्पेयर्ड कन्ट्र्याक्सन अफ हार्ट द्याट इज सिस्टोलिक डिसफङ्सन अर फिलिङ अफ द हार्ट डायस्टोलिक डिसफङ्सन मे कज सिस्टमिक अर पल्मनरी कन्जेसन। अब हार्ट फेलियरको टाइप्स चाहिँ कहिलेकाहीँ सोध्न सक्छ, सो मैले ल्याएको हो, तर हाम्रो लागि भेरी इम्पोर्टेन्ट भनेको लेफ्ट साइडेड र राइट साइडेड हो होइन। सिस्टोलिक र डायस्टोलिक भनेको फिलिङ र कन्ट्र्याक्सन भइहाल्यो। ओके, हार्ट फेलियरको टाइप्स भनेको एक्युट कि त क्रोनिक हुनसक्छ, कि त कार्डियाक कजले हुन्छ, कि त नन कार्डियाक कजहरूले हुनसक्छ। टाइप्समा सिस्टोलिक भर्सेस डायस्टोलिक, राइट भर्सेस लेफ्ट, डाइलेटेड भर्सेस हाइपरट्रोफिक भर्सेस रेस्ट्रिक्टिभ भनेको यो कार्डियोमायोप्याथीले गर्दा पनि हुनसक्छ। फरवर्ड अर ब्याकवर्ड, कम्पन्सेटेड भर्सेस डिकम्पन्सेटेड, यो चाहिँ कहिलेकाहीँ लिस्ट द टाइप्स अफ हार्ट फेलियर भन्दाखेरि चाहिँ यो भन्छ, तर टाइप्सको एक्सप्लेन चाहिँ गर्नु पर्दैन। इटियोलोजी भनेको फर्स्टमा कोरोनरी आर्टेरी डिजिज, कोरोनरी आर्टेरी डिजिजमा के हुन्छ भन्दाखेरि अब थ्रु सम एथ्रोस्क्लेरोटिक प्लेग होइन, हार्टको कोरोनरी आर्टेरीहरूमा चाहिँ प्लेग जम्मा भएर हार्ट चाहिँ स्किमिया हुनसक्छ हार्टको सेल्सको, अनि जसले गर्दा डेथ अफ मायोकार्डियल सेल्स, जसले गर्दा लस अफ कन्ट्र्याक्टिलिटी। मायोकार्डियल सेल्सहरू डेथ हो भने हार्टले जति फङ्सन गर्नुपर्ने हो त्यो गर्न सक्दैन, लस अफ कन्ट्र्याक्टिलिटी। अर्को भनेको हाइपरटेन्सन, हाइपरटेन्सनले गर्दा के हुन्छ भन्दाखेरि अब ब्लडको प्रेसर एकदम बढी छ भन्दाखेरि हार्टले छिटो पम्प गर्नुपर्ने हुन्छ नि त, अनि छिटो पम्प गर्दा गर्दा तिनीहरू भेन्ट्रिकल्सहरू चाहिँ रिमोडलिङ हुन्छ कि त्यो टु कम्पन्सेट द स्ट्रेस, जसले गर्दा चाहिँ हार्ट हाइपरट्रोफी हुन्छ। अनि यो चाहिँ स्ट्रक्चरल डिफेक्ट
भयो होइन। अनि अर्को भल्भुलर डिजिज भनेको अब भल्भहरू अब रिगर्गिटेसन भयो अथवा स्टेनोसिस भयो भनेको अब यो दुईवटा भल्भमध्ये अब यो मेरो यो यहाँबाट यहाँ ब्लड जानै पाएन कि त हुन्छ नि कि ब्लड चाहिँ ब्याकफ्लो भयो भनेको पनि त अब सिस्टमिक सर्कुलेसनमा राम्ररी हार्ट पुग्न सक्दैन नि त, राम्ररी ब्लड पुग्न सक्दैन। अर्को भनेको रिनल डिसफङ्क्सन विथ भोल्युम ओभरलोड भनेको किडनीले जतिको एक्सक्रिट गर्नुपर्ने हो त्यो किडनीले एक्सक्रिट गर्न सकेन भने इन्ट्राभास्कुलर भोल्युम त बढ्ने भयो नि त। हाम्रो यो बोमेन्स क्याप्सुलबाट जति लिनुपर्ने हो लिन सकेन भने त अनि भित्रको इन्ट्राभास्कुलर भोल्युम बढ्ने हो, हार्टमा बढी भोल्युम आउनु हो, जसले गर्दा रिनल डिसफङ्सनले गर्दा पनि हुनसक्छ। र अर्को कार्डियोमायोप्याथी भनेको कार्डियोमायोप्याथीको पनि डिफ्रेन्ट कजहरू छ। अनि कार्डियोमायोप्याथी भनेको हार्टको वाल्सहरू ठुलो हुने हो होइन, जसले गर्दा चाहिँ अब हार्टको स्ट्रक्चरल डिफेक्ट भएर हुनसक्छ। अब प्याथोफिजियोलोजीमा चाहिँ एउटा मसँग चाहिँ सिस्टोलिकको छ होइन, सिस्टोलिक हार्ट फेलियरको, अर्को लेफ्ट साइडेड र राइट साइडेडको छ है, जुन पनि सोध्न सक्छ। सिस्टोलिक बुझ्यो भने चाहिँ दुइटै बुझ्न सजिलो हुन्छ। सो सिस्टोलिक हार्ट फेलियरमा चाहिँ भेन्ट्रिकल्स कन्ट्र्याक्ट विकली भनेको भेन्ट्रिकल्सहरू विकली कन्ट्र्याक्ट गर्छ। जति ब्लड यहाँ आउनुपर्ने हो त्यति आउँदैन, जति ब्लड सिस्टमिक सर्कुलेसनमा पठाउनु पर्ने हो त्यसले पठाउन सक्दैन। अनि सिस्टमिक सर्कुलेसनमा पठाउन नसकेपछि अब हाम्रो यहाँबाट पनि त डिफ्रेन्ट योहरू छ नि त, ब्रान्चेसहरू छ। अनि ब्रान्चेस यो मध्ये चाहिँ क्यारोटिड आर्टरी अथवा क्यारोटिड बडिज अथवा माथिको के ओके सिस्टमिक सर्कुलेसनमा ब्लड गएन, जसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि यहाँ क्यारोटिड आर्टरिजहरूले चाहिँ सेन्स गर्छ कि ओके आइ एम नट गेटिङ इनफ ब्लड भनेर सेन्स गर्छ, जसले गर्दा त्यसले चाहिँ ब्रेनलाई भन्नुहुन्छ कि आइ एम नट गेटिङ इनफ ब्लड, आई डोन्ट नो किन हार्टले मलाई ब्लड दिइरहेको छैन, आइ एम नट गेटिङ ब्लड भन्छ। अब ब्रेनले के सोध्छ भन्दाखेरि ओके हार्टले चाहिँ ब्लड दिन सकिरहेको छैन, विच मिन्स हार्टले चाहिँ कन्ट्र्याक्ट राम्ररी गरिरहेको छैन भनेर ब्रेनले बुझ्छ। अनि सो ब्रेनले चाहिँ के गर्छ भन्दाखेरि सिम्पथेटिक सिस्टम एक्टिभेट गरिदिन्छ होइन। सिम्पथेटिक सिस्टम त मैले भन्न पर्दैन होला है प्लिज। अनि त्यसपछि सिम्पथेटिक सिस्टम एक्टिभेट गरेपछि के गर्छ हार्ट रेट बढाइदिन्छ, अनि त्यसपछि हार्टको कन्ट्र्याक्टिलिटी पनि बढाइदिन्छ। हार्ट रेट र कन्ट्र्याक्टिलिटी बढाइदियो के भयो पुगेन ब्लड सिस्टमेटिक सर्कुलेसनमा पुगेन, क्यारोटिड बडिजहरूले सेन्स गर्यो ब्रेनलाई भन्यो हामीलाई ब्लड पुगिरहेको छैन भनेर, अनि ब्रेनले ओके भनेर हार्ट चाहिँ छिटो पम्प हो बेसरी पम्प हो भनेर त्यसले भनिदिन्छ हार्टलाई। अब त्यसपछि के हुन्छ भन्दाखेरि त्यो यताको भएन। अब अर्को भनेको तल पनि त छ नि हार्टको यो तल यस्तो तल किडनीहरूले पनि राम्रो पर्फ्युजन पाउँदैन होइन, सिस्टमिक सर्कुलेसनमा ब्लड राम्रो नगएपछि। अनि किडनीले राम्ररी पर्फ्युजन नपाएपछि किडनीको आफ्नै मेकानिजम छ। अब मैले राम्ररी पाइनँ, अब मैले बिपी बढाउनु पऱ्यो, मैले भ्यासो कन्स्ट्रिक्सन गर्नु पऱ्यो होइन, मैले भ्यासो कन्स्ट्रिक्सन गर्नु पऱ्यो, प्रेसर बढाउनु पऱ्यो भनेर किडनीले सोध्छ र किडनीले रास मेकानिजम एक्टिभेट गर्छ होइन। अनि त्यसपछि अब के भयो भन्दाखेरि यताबाट रास मेकानिजम एक्टिभेट भयो, तलबाट हार्टको माथिबाट यो सिम्पथेटिक सिस्टम एक्टिभेट भयो, जसले गर्दा हार्टले चाहिँ एक त बेसरी कन्ट्र्याक्ट अब त्यही त भयो, अब ब्लड प्रेसर बढ्छ बेसरी कन्ट्र्याक्ट हुनुपर्छ। अनि त्यसपछि हार्ट त्यो कन्ट्र्याक्ट हुँदा भेन्ट्रिकल्सहरू नै रिमोडलिङ हुन्छ क्या, भेन्ट्रिकलले त्यति धेरै स्ट्रेन सहनै सक्दैन, सो भेन्ट्रिकुलर रिमोडलिङ हुनसक्छ। सो यो चाहिँ सिस्टोलिक हार्ट फेलियरमा ventricles contract weakly, decreased blood ejected from the ventricles to the systemic circulation. Decreased blood is sensed by baroreceptors in the aortic and carotid bodies, जसले गर्दा सिम्पथेटिक नर्भस सिस्टम स्टिमुलेट गर्छ, हार्ट रेट बढाउँछ, कन्ट्र्याक्टिलिटी बढाइदिन्छ। अर्को डिक्रिज ब्लड चाहिँ अब किडनीले पनि त सेन्स गर्छ नि, डिक्रिज रेनल पर्फ्युजन हुन्छ, रिलिज अफ रेनिन फ्रम द किडनी, अनि एन्जियोटेन्सिन रिलिज हुन्छ, एन्जियोटेन्सिन सेकेन्डमा फर्स्टमा कन्भर्ट हुन्छ, एन्जियोटेन्सिन फेरि लङ्समा गएर एसीबाट ओके सो भेन्ट्रिकुलर रिमोडलिङ हुन्छ। लेफ्ट साइडेड हार्ट फेलियर भनेको के हो भन्दाखेरि अब हामीले लगभग कन्सेप्ट चाहिँ बुझिसक्यौँ होइन। लेफ्ट साइडेड भेन्ट्रिकल्समा चाहिँ अब ब्लडले त्यही हो
लेफ्ट साइडेड हार्ट फेलियरमा ब्लड राम्ररी पम्प गर्न सकेन, जसले गर्दा ब्लड सिस्टमिक सर्कुलेसनमा जान पाउने भएन है। अनि ब्लड चाहिँ लेफ्ट एट्रियममै पुल भएर बस्ने भयो, राइट। सो भेन्ट्रिकल्सहरू राम्रो कन्ट्र्याक्ट गर्न सकेन अनि सिस्टमिक सर्कुलेसनमा ब्लड पठाउन सकिएन। सो लेफ्ट भेन्ट्रिकल्समा लेफ्ट एट्रियममा ब्लड पुल हुन सक्ने भयो। अनि यहाँ ब्लड बढी भएपछि त्यो ब्लड ब्याक फ्लो हुन्छ, ब्याक फ्लो भएर त्यो चाहिँ कहाँ जान्छ भन्दाखेरि त्यो चाहिँ अब लङ्सतिर जान्छ। अनि लङ्समा पनि अब यहाँनिर क्यापिलरी प्रेसर एकदम बढ्छ अनि एल्भियोलाईतिर त्यसले ब्लड पठाइदिन्छ कि, बिकज क्यापिलरीले अब यति धेरै प्रेसर उसले अब हार्टमा पुऱ्याउनु पर्ने ब्लड, तर हार्टले अब माथि सिस्टममा पुऱ्याइ नै राखेन, हार्टमै पुल भइरहेको भने त ब्ल्याक फ्लो भएर क्यापिलरिजमा एकदम धेरै भोल्युम हुने भयो नि त। सो क्यापिलरीले पनि त्यति धान्न सकेन अनि ल एल्भियोलाई आई कान्ट डु दिस भनेर एल्भियोलाईमा दिन्छ। अनि त्यसपछि एल्भियोलाईमा ब्लडको जम्मा हुन्छ, जसले गर्दा अब लङ्समा इफेक्ट पर्छ। अब लङ्समा एल्भियोलाई ग्यास एक्सचेन्ज हुने ठाउँमा ब्लड छ, त्यहाँनिर अब त्यो एयर छैन भनेपछि के हुन्छ, अब पल्मोनरी एडेमा हुनसक्छ, ग्यास एक्सचेन्जमा गाह्रो हुनसक्छ पेसेन्टलाई। अब डिस्पनिया, कफ, पल्मोनरी क्र्याकल्स होइन, सेचुरेसन कम हुने, अनि हार्ट साउन्ड्सहरू मतलब S3 ग्यालोपहरू सुनिने, सर्टनेस अफ ब्रिथ, अर्थोप्निया, डिस्पनियाहरू सबै हुन थाल्छ पल्मोनरी सिम्पटम्सहरू। ओके, सो left ventricles cannot effectively pump the blood. Blood volume and pressure build up in the left atrium, decreasing flow through the pulmonary veins to the left atrium. Pulmonary venous blood volume and pressure lungs increase भयो. Blood flows from the pulmonary capillaries to alveoli and tissue. Pulmonary intestinal edema, impaired gas exchange, जसले गर्दा pulmonary congestion, dyspnea, cough, pulmonary crackles, shortness of breath, orthopnea, होइन, S3 gallop, अनि त्यसपछि cough also with bibacillar crackles that does not clear with coughing भनेको लेफ्ट भेन्ट्रिकल हार्ट फेलियरमा चाहिँ coughing with bibacillar crackles भनेको यो चाहिँ एउटा एकदम लाइक एबनर्मल लङ साउन्ड हो होइन। अनि बाइभ्यासिलर क्र्याकल्स विथ कफ सुन्यो भने चाहिँ बाइभ्यासिलर क्र्याकल्स द्याट डज नट क्लियर विथ कफ भयो भने चाहिँ लेफ्ट भेन्ट्रिकल हार्ट फेलियर हो कि भनेर हामीले गर्न सकिन्छ। अनि इन एडिसन टु द पल्मोनरी म्यानिफेस्टेसन द अमाउन्ट अफ ब्लड इजेक्टेड फ्रम द लेफ्ट भेन्ट्रिकल डिक्रिजेस एन्ड क्यानट लिड टु एडुक्वेट टिस्यु पर्फ्युजन। ओके, अब यता त लेफ्ट भेन्ट्रिकल्स लेफ्ट एट्रियमबाट पल्मोनरी क्यापिलरिज पल्मोनरी होइन क्यापिलरीबाट एल्भियोलाईमा गइरहेछ, यता लङ्सको छुट्टै भइरहेछ यहाँ। तर यता पनि त खै त सिस्टमिक सर्कुलेसनमा गएको, सिस्टमिक सर्कुलेसनमा गएन। अनि फेरि दिस साइकल रिपिट्स होइन, फेरि सेन्स गर्छ क्यारोटिड आर्टरिजले, फेरि अनि ल भएन भन्छ, अनि फेरि ब्रेनलाई सिम्पेथेटिक एक्टिभेट गरिदियो, हार्टले त ब्लड नै दिएन भन्छ, अनि हार्ट छिटो कन्ट्र्याक्ट गर्छ, तल रेनलले पनि रास एक्टिभेट गरिदिन्छ। त्यही अब के हुन्छ, डिक्रिज GI पर्फ्युजन, जसले गर्दा अल्टर्ड इन डाइजेसन, डिक्रिज भेन पर्फ्युजन, दिस क्यान कज डिजिनेस, लाइट हेडेडनेस, कन्फ्युजन, स्किन अपियर्स पेल, एसन एन्ड फिल्स कोल्ड एन्ड क्ल्यामी। अब हाम्रो फोकस त अब भाइटल्स अर्ग्यान्समा ब्लड पुर्याउने हुन्छ नि त, सो स्किनमा खासै ब्लडहरू दिँदैन, जसले गर्दा स्किन पेल हुन्छ, एसन भनेको एस लाइक हुन्छ, अनि कोल्ड क्ल्यामी हुन्छ, ट्याकिकार्डिया हुन्छ, अभियसली विक पेरिफेरल पल्सेसहरू हुन्छ र फटिग हुनसक्छ, राइट। यहाँ हाम्रो प्याथोफिजियोलोजी विथ साइन एन्ड सिम्पटम्स आइहाल्यो। राइट साइडेड हार्ट फेलियरमा के हुन्छ भन्दाखेरि राइट साइडेड हार्ट फेलियर भनेको यु क्यान अल्सो राइट हार्ट फेलियर कर पल्मोनी भनेर सुनेको होला, कर पल्मोनी पनि भन्छ है राइट साइडेड हार्ट फेलियरलाई। अब के हुन्छ भन्दाखेरि राइट साइडेड हार्ट फेलियरमा यताबाट ब्लड आयो, राइट इन्फेरियर सुपेरियर भेना काभाबाट हामीलाई इम्प्योर ब्लड दियो, तर राइट भेन्ट्रिकल्स राइट साइडको हार्टको मसल्सहरू नै कन्ट्र्याक्ट गर्दैन, ब्लड यहीँ बसिरहेछ होइन। अनि त्यसपछि ब्लडले पल्मोनरी भेनबाट पल्मोनरी सर्कुलेसनमा ब्लड पठाउनै सकेको छैन कि, राइट भेन्ट्रिकल्स नै कन्ट्र्याक्ट भएको छैन,
ब्लड पल्मोनरी भेन्समा गएर अक्सिजनेटेड नै हुन पाएन, यहाँ डिअक्सिजनेटेड ब्लड भरिएको भरि छ। अब के हुन्छ, ब्लड सक्दैन नि त, अब इट क्यानट, हार्टले त अब सक्दैन, यता गइ नै राखेन ब्लड भनेपछि यहाँ पनि ब्लड जम्मा हुन्छ, यहाँ पनि ब्लड जम्मा हुन्छ, जसले गर्दा ब्लड यहाँबाट ब्याकफ्लो हुन थाल्छ होइन। अब हाम्रो भेना काभाबाट ब्ल्याकफ्लो हुन थालेपछि अब हाम्रो यता भेना काभाहरूको पनि त यता ब्रान्चेसहरू छ होइन। ब्ल्याकफ्लो भएपछि अब के देखिन्छ भन्दाखेरि जुगुलर भेन डिस्टेन्सन देखिन थाल्छ। जुगुलर भेनमा ब्लडको प्रेसर बढी भयो, जसले गर्दा जुगुलर भेन डिस्टेन्सन देखिन सक्छ। पेरिफेरल इडेमाहरू देखिन्छ, किनभने ओके अब ब्लड चाहिँ ब्ल्याक फ्लो हुन थाल्यो, ब्लड अब डिअक्सिजनेटेड ब्लड चाहिँ भेन्सहरूमा बढ्न थाल्यो, जसले गर्दा फर्स्टमा त जुगुलर भेनस डिस्टेन्सन नै देखिन्छ। अर्को भनेको अब असाइटिस इडेमाहरू देखिन थाल्छ, बिकज तल लेगमा त अब ग्राभिटीले गर्दा पनि त यहाँ तल बडी ब्लड जान्छ नि त, अनि प्लस ब्लडको भोल्युम नै यति धेरै भोल्युमको ब्लड गइरहेछ भने त अब ब्लड भेन्सले त त्यो अब उ गर्न सक्दैन, जसले गर्दा ब्लड चाहिँ होइन एक्स्ट्रा इन्टरटिसियल टिस्युजहरूमा चाहिँ त्यो फ्लो हुन थालेर इडेमाहरू देखिन्छ होइन। असाइटिस देखिन्छ बिकज पेरिटोनियममा पनि ब्लड लिक हुनसक्छ। हेपाटोमेगाली स्प्लेनोमेगाली चाहिँ पोर्टल हाइपरटेन्सनले हुनसक्छ है। अब यहाँबाट डिअक्सिजनेटेड ब्लड त अब पुरै ब्याकफ्लो भएर यता बडीमा छुट्टै भइरह। अब लङ्समा के भयो, लङ्समा ब्लडै पाएन, लङ्समा ब्लड जानुपर्ने अक्सिजनेटेड हुनुपर्ने, लङ्समा ब्लड पाएन है, जसले गर्दा चाहिँ अब हाम्रो चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि त्यही सिमिलरली फेटिक हाइपरटेन्सनहरू हुनसक्छ। अनि राइट साइडेड हार्ट फेलियर सब्सिक्वेन्टली हुन्छ। ओके, अब हामी चाहिँ यसको डायग्नोसिस कसरी गर्छौँ भनेर पढ्छौँ होइन। फर्स्टमा चाहिँ भेन्ट्रिकल्सहरू चाहिँ अब बडी भेन्ट्रिकल्समा स्ट्रेन हुन थाल्यो भने भेन्ट्रिकल्सले चाहिँ एउटा इन्जाइम निकाल्छ क्या, जसलाई भन्छौँ हामीले बिएनपी भनेर सुन्नुभएको होला नि। बिएनपी भनेको चाहिँ ब्रेन नाट्रियुरेटिक पेप्टाइड हो होइन, ब्रेन नाट्रियुरेटिक पेप्टाइड होइन, जुन चाहिँ हार्टको भेन्ट्रिकल्सबाट रिलिज हुन्छ वेन इट इज अन्डर द स्ट्रेस होइन। यो चाहिँ एकदम बायोमार्कर हो टु डायग्नोज द लेफ्ट भेन्ट्रिकल्स। त्यो चाहिँ हामीले बिर्सिनु भएन है। हार्ट फेलियरमा हामीले बिएनपी चाहिँ हामीले एकदम हाइलाइट गरेर लेख्नु पऱ्यो। अर्को भनेको अब हामीले हिस्ट्री लिन सक्छौँ। फिजिकल एक्जामिनेसनमा हामीले अब इडेमाहरू, सर्टनेस अफ ब्रेथ, डिस्पनिया, जुगुलर भेन डिस्टेन्सन्सहरू हेर्न सक्छौँ। इकोकार्डियोग्राफ गर्न सक्छौँ, एक्सरे गर्न सक्छौँ होइन, हार्टको हाइपरट्रोफी भएको कि छैन इसिजी गर्न सक्छौँ ल्याबमा। किडनी फङ्सन टेस्ट, एलएफटी, टिएफटी, सिबिसी, बिएनपी गर्न सक्छौँ। र बिएनपी इज द की डायग्नोस्टिक भनेर छ। ओके, अब हाम्रो यसको मेडिकल म्यानेजमेन्ट भन्दा पनि नर्सिङ म्यानेजमेन्ट बढी आएको छ है। क्वेसन्सहरू चाहिँ यसरी आउन सक्छ होइन। जुगुलर भेन डिस्टेन्सन छ, इडेमा भइरहेछ, हार्ट रेट बढिरहेछ, असाइटिस छ, राइट साइडेड हार्ट फेलियर हो भनेर डायग्नोस पनि गरेछ है क्वेसनमा। अब एज अ कार्डियक नर्स तिमी के गर्छौ, के हो त हार्ट फेलियर भनेको, यसको कजेसहरू के हो, मेडिकल म्यानेजमेन्ट के गर्ने, नर्सिङ डायग्नोसिसहरू बनाऊ भनेको छ। सिमिलरली होइन, राइट द मेडिकल एन्ड नर्सिङ म्यानेजमेन्ट अफ पेसेन्ट एडमिटेड इन सिसियु विथ हार्ट फेलियर भनेर हार्ट फेलियरमा चाहिँ जस धेरै क्वेसन्सहरू सोधेको छ। 72 years मेल पेसेन्ट केम टु हार्ट सेन्टर विथ कम्प्लेन अफ डिस्पनिया, पेरिफेरल एडिमा होइन। वाइल एक्जामिनेसन ही ह्याड हेपाटोमेगाली, असाइटिस, जुगुलर भेन डिस्टेन्सन, हिस्ट्री अफ वेट गेन मोर देन 5 kg इन अ विक, असाइटिसले गर्दा हुन्छ। वाट इज दिस डायग्नोसिस, के हो त हेपाटोमेगाली, असाइटिस, जुगुलर भेन डिस्टेन्सन केमा हुन्छ? राइट साइडेड हार्ट फेलियरमा। मैले यहाँ लेफ्ट लेखेछु, किन हो थाहा छैन। अनि वाट आर द कजेस अफ हिस प्रब्लम, अनि त्यसपछि ब्रिफली डिस्कस द प्रिभेन्सन एन्ड म्यानेजमेन्ट अफ सच कन्डिसन। ओके, एन्ड धेरै क्वेसन्स सोधेको छ। ओके, म्यानेजमेन्ट, मेडिकल म्यानेजमेन्ट चाहिँ हाम्रो 3टा हुन्छ होइन, मोस्टली फार्माकोथेरापी, न्युट्रिसनल थेरापी र एडिसनल थेरापी। फार्माकोथेरापीमा चाहिँ एउटा नेमोनिक्स छ, त्यो लेख्यो भने फार्माकोथेरापी इज इनफ है। फार्माकोथेरापीको नेमोनिक्स भनेको बदनामलाई बदनिम भनेर सम्झौँ होइन, बदनिम
B for beta blockers, A for AC inhibitors, D for diuretics, N for nitrates अब नाइट्रोग्लिसरिन्सहरू के भ्यासोडाइलेटर्स, I for ionotropes भनेको जसले हार्टको कन्ट्राक्टिलिटी बढाउँछ र M for morphine. Okay, B for beta blockers like metoprolol, carvedilol, अथवा A for AC inhibitors or angiotensin receptor blockers or angiotensin converting enzyme inhibitors like A for दुईटा, enalapril, losartan, D for diuretics, N for nitrates, vasodilators, nitroglycerin, I for ionotropes, dobutamine, dopamine, M for मोर्फिन. अरू भ्यासोडाइलेटर्सहरू यताउति पनि युज गर्न सक्छ आइभी इन्फ्युजनहरूमा. अब मिल्रिनोन अथवा डोब्युटामाइनहरू युज गर्न सकिन्छ. अदर मेडिकेसन भनेको एन्टिकोएगुलेन्ट्सहरू. ओके, न्युट्रिसन थेरापीमा हामीले लो सोडियम डाइट खानु पऱ्यो, अभोइड एक्सेसिभ फ्लुइड इन्टेक, यति मेन हो है. अनि एडिसनल थेरापीमा अक्सिजन दिनु पऱ्यो बिकज पेसेन्ट अभियसली लेफ्ट साइड हार्ट फेलियर, राइट साइड हार्ट फेलियर दुइटैमा. अनि कोरोनरी आर्टरी डिजिजहरूले गर्दा हो भने अब जे कज छ त्यसलाई ट्रिट गर्नु पऱ्यो. कोरोनरी आर्टरी डिजिज छ भने अब पर्क्युटेनियस इन्टरभेन्सन गर्ने हो कि कोरोनरी रिभास्कुलराइजेसन गर्ने हो कि अथवा होइन ओपन हार्ट सर्जरी नै गर्ने हो कि त्यो कन्सिडर गर्नु पऱ्यो. डिसरिथमियाहरू छ भने अब हामीले के अरे इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर इम्प्लान्ट नै गर्न मिल्ने हुन्छ नि त, त्यो पनि प्लेस गर्न सकियो. कार्डियाक रिसिन्क्रोनाइजेसन थेरापी पनि कन्सिडर गर्न सकियो. र अल्ट्राफिल्ट्रेसन इज अल्टरनेटिभ फर फ्लुइड ओभरलोड. फ्लुइड ओभरलोड छ भने हामीले अल्ट्राफिल्ट्रेसन गर्न मिल्यो, डायलाइसिस. अनि अर्को कार्डियाक रिसिन्क्रोनाइजेसन थेरापी भनेको चाहिँ अब हार्ट फेलियरमा चाहिँ भेन्ट्रिकल्सहरू सिङ्क नै हुँदैन, भेन्ट्रिकल्सहरू राम्ररी कन्ट्र्याक्ट हुँदैन नि त. सो हामीले चाहिँ यसरी कार्डियक साइनस लिड, आर्टरी लिडहरू राखेर चाहिँ अनि भेन्ट्रिकल्सहरूलाई चाहिँ मतलब सिङ्क भएर कन्ट्र्याक्ट गर्न हेल्प गर्छ होइन, सिङ्क भएर कन्ट्र्याक्ट गर्न सो द्याट पम्पिङ एक्सनमा हेल्प होस्. सो एडिसनलमा अक्सिजन, पिसिआई, सिएबिजी, कार्डियक रिभास्कुलराइजेसन, रिसिन्क्रोनाइजेसन, प्लेसमेन्ट अफ आइसिडीहरू देख्न मिल्यो है. यति भएपछि कतिमा सोध्नु? 5 मार्क्समा सोध्दा 5 मार्क्स आइहाल्छ. नाउ वी विल गो टु नर्सिङ म्यानेजमेन्ट अफ हार्ट फेलियर. यो चाहिँ मेरो टिपिकल एक्जाममा जे लेख्यो ठ्याक्कै त्यही नै छ. एक्जाममा ठ्याक्कै यति लेख्यो भने पुगि नै हाल्छ कि. सो नर्सिङ म्यानेजमेन्ट अफ पेसेन्ट विथ हार्ट फेलियर भनेको हिस्ट्रीमा सब्जेक्टिभ डाटा जरुर लिनु पऱ्यो होइन. अब पेसेन्टलाई योभन्दा पहिला हार्ट डिजिज थियो कि थिएन, रेगुलर स्क्रिनिङ गर्नुभएको थियो कि थिएन, यताउति सबै भन्नु पऱ्यो होइन हिस्ट्रीमा. त्यसपछि डिस्पनिया एन्ड एक्सर्सन छ कि छैन पेसेन्टलाई, अर्थोपनिया छ कि छैन, प्यारोक्सिमल नक्टर्नल डिस्पनिया छ कि छैन, कफ छ कि छैन, चेस्ट पेन छ कि छैन, वेट गेन भएको छ कि छैन, फटिगहरू हुन्छ कि हुँदैन, एक्सर्साइज टलरेन्स रिड्युस छ कि, मेडिकेसन हिस्ट्री, एडेरेन्स टु ट्रिटमेन्ट, कोमोर्बिड कन्डिसन है यो. अनि फिजिकल एक्जामिनेसनमा पेसेन्टको भाइटल साइन्स हेर्नु पऱ्यो. भाइटल साइन्समा पनि अब ट्याकिकार्डिया, ट्याकिप्नियाहरू हुनसक्छ पेसेन्टको होइन. इन्स्पेक्सन गर्नु पऱ्यो, इन्फेक्सन, अस्कल्टेसन होइन, पाल्पेसन, अर्को के थियो पर्कसन. ओके, इन्स्पेक्सनमा हामीले पेरिफेरल इडेमा हेर्नु पऱ्यो, एङ्कल स्याक्रल इडेमाहरू, जुग्लोबेन डिस्फेन्सन, जुग्लोबन डिस्टेन्सन अनि क्याकेक्जिया, हेपाटोमेगालीहरू हेर्नुपर्छ. अस्कल्टेसनमा हामीले एस्ट्री, ग्यालोप, क्र्याकल्सहरू सुन्न सकिन्छ. स्किन कोल्ड, क्ल्यामी हुन्छ. इन्भेस्टिगेसनमा इसिजी, एक्सरे, इको, बिएनपी, एन्टिप्रो बिएनपी भनेको सेम नै हो. एबिजी, आरएफटी, सिपिसीहरू हेर्नु पऱ्यो. नर्सिङ डायग्नोसिसहरू चाहिँ डिक्रिज कार्डियक आउटपुट, एक्सेस फ्लुइड भोल्युम, इम्पेयर्ड ग्यास एक्सचेन्ज, एक्टिभिटी इन्टलरेन्स, रिस्क फर डिक्रिज रेनल पर्फ्युजन, एन्जाइटी र नलेज डेफिसिएन्ट. अब पेसेन्टको अक्सिजन मेन्टेन भइरहेको हुँदैन. सो अक्सिजन मेन्टेन गर्न हामीले पेसेन्टलाई हाई फलोवर, सेमी फलोवर पोजिसनमा राख्नु पऱ्यो, अक्सिजन दिनु पऱ्यो, डिप ब्रिदिङ, कफिङ गरेर आउनु पऱ्यो होइन. रेस्पिरेटरी प्याटर्न्सहरू क्लोजली मोनिटर गर्नु पऱ्यो, अस्कल्टेट गर्नु पऱ्यो होइन. कार्डियक वर्कलोड घटाउन चाहिँ हामीले के गर्नु पऱ्यो भन्दा बेड रेस्ट. Maintain bed rest in acute episode to decrease the myocardial oxygen demand. Provide calm environment, reduce anxiety and avoid unnecessary activities. Administer prescribed medications like ACE inhibitors, beta blockers. The provide medications ma badini samjini and monitor for side effects.
मेडिकेसनको। अर्को भनेको म्यानेज फ्लुइड ओभरलोड। त्यो भने चाहिँ फर्स्टमा हामीले के गर्नु पऱ्यो, असेस नै गर्नु पऱ्यो। के असेस गर्नु पऱ्यो भन्दाखेरि इनपुट आउटपुट असेस गर्नु पऱ्यो, युरिन आउटपुट असेस गर्नु पऱ्यो, वेट मोनिटरिङ हेर्नु पऱ्यो, फ्लुइड ओभरलोड छ भने डायरेटिक्स दिनु पऱ्यो, इफ कि त अब अनि फ्लुइडहरू रेस्ट्रिक्ट गर्नु पऱ्यो, सोडियम इन्टेक रेस्ट्रिक्ट गर्नु पऱ्यो। रेनल फङ्सन मोनिटर सपोर्ट गर्न फर्स्टमा आरएफटी नै लिनु पऱ्यो, युरिन आउटपुट हेर्नु पऱ्यो, अर्ली सिम्टम्स अफ रेनल इम्पेयरमेन्ट हामीले असेस गर्नु पऱ्यो। अर्ली साइन्स अफ रेनल इम्पेयरमेन्ट के छ भन्दाखेरि अब फटिग हुने, एडेमाहरू हुने, नाइट टाइम युरिनेसन हुने, युरिनको कलरहरू चेन्ज हुने, लाइक डार्क ब्राउन होइन यताउति। अर्को नर्सको काम भनेको मेडिकेसन एडमिनिस्ट्रेसन एन्ड मोनिटरिङ। हामीले मेडिकेसन भनेअनुसार हेर्नु पऱ्यो। इफ होइन डिअक्सिन छ भने डिअक्सिनको टक्सिसिटी हेर्नु पऱ्यो। डिअक्सिनको टक्सिसिटी चाहिँ सबसे सुरुमा नजिया भमिटिङ हुन्छ, अनि न्युरोलोजिकल डेफिसिटहरू हुन थाल्छ, डिसरिथमियाहरू हुन थाल्छ होइन। अनि चेक एपिकल पल्स फर 1 full minute बिफोर गिभिङ डिगक्सिन। किनभने डिगक्सिन चाहिँ हामीले ब्राइडिकार्डियाको पेसेन्टहरूलाई दिन हुँदैन है। अनि एपिकल पल्स फर फुल मिनट बिफोर गिभिङ डिगक्सिन। डायटरी म्यानेजमेन्टमा स्लो सोडियम डाइट खाने, लिमिटेड प्रोसेस्ड फुडहरू त नखाए नि होइन अभियसली, अनि स्मल फ्रिक्वेन्ट मिल्सहरू खाने, फ्लुइड रेस्ट्रिक्सन्सहरू गर्ने। पेसेन्ट एजुकेसनमा पेसेन्टलाई अब एक्सर्साइजहरूको बारेमा सिकाउने, पेसेन्टलाई यही कुराहरूलाई यसो समरीमा लेख्ने मात्रै हो पेसेन्ट एजुकेसनमा। मतलब टिचरहरूले कपी चेक गर्दा पनि यिनीहरू हेर्छ, अनि पेसेन्ट एजुकेसनमा पनि अब त्यही फर्स्टमा सिम्टम्सहरू रेकगनाइज गर्नु पऱ्यो, रेगुलर स्क्रिनिङ गर्नु पऱ्यो, खानपिनमा ध्यान दिनु पऱ्यो, यस्तै लेख्ने। अनि त्यसपछि कन्जेस्टिभ हार्ट फेलियर चाहिँ एक्जामको पोइन्ट अफ भ्यूको लागि इफ आइहाल्यो भने पनि ठ्याक्कै यति चाहिँ याद गरे हुन्छ।